यो जति पुरानो उति अचोक लाग्ने रहेछ औषधि र जति पुरानो उति अचोक लाग्ने रहेछ औषधि र घिउको भाँडो सँगै चम्चा गोठालो मूर्छित थियो जवानीको आकर्षण सोचे चोखो प्रीत थियो निभाएर कर्तव्य र दायित्व यो कलियुगमा निभाएर कर्तव्य र दायित्व यो कलियुगमा परस्परमा समानताको सोच भ्रमित थियो जवानीको आकर्षण सोचे चोखो प्रीत थियो फुलबारी डुल्दै भमरा रसको लालचमा परेपछि फुलबारी डुल्दै भमरा रसको लालचमा परेपछि मुरझाएर थुङ्गाहरू माली चिन्तित थियो जवानीको आकर्षण सोचे चोखो प्रीत थियो किन दबाइयो प्रश्न गर्छु रुद्रघण्टीमा आवाज किन दबाइयो प्रश्न गर्छु रुद्रघण्टीमा आवाज कटु सत्य बोल्न नै जहाँ प्रतिबन्धित थियो जवानीको आकर्षण सोचे चोखो प्रीत थियो छुटिने र भेटिने त समयको प्रीत थियो जवानीको आकर्षण सोचे चोखो प्रीत थियो। नमस्कार, यहाँ सम्पूर्णलाई समूह बालिका मन र विकल्प फाउन्डेसनद्वारा आयोजित कार्यक्रम गजल वाचन कार्यक्रममा यहाँ सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु। म स्वस्तिका सुस्ती। अब हामी गजलको दोस्रो आजको लागि म यहाँहरूको कार्यक्रम सञ्चालिका रहन